जीवनमा कहिलेकाहीँ यस्तो समय आउँछ जब हामी थाक्छौँ, हार मान्न मन लाग्छ र आफैलाई सोध्छौँ, म किन यति कमजोर भएँ? यही प्रश्न हजारौँ वर्ष अघि अर्जुनले पनि गरेका थिए। कुरुक्षेत्रको युद्धभूमिमा महान धनुर्धर अर्जुन आँखामा आँसु, हात काप्दै धनुष छोडेर भन्छन्, हे कृष्ण, आफ्नै मानिससँग कसरी लडौँ? जित पाए पनि आत्मा हार्नेछ। त्यसै बेला श्रीकृष्ण मुस्कुराउँदै जीवनको गहिरो सत्य भन्नुहुन्छ, कर्मण्येवाधिकारस्तेमा फलेषु कदाचन। अर्थात् तिम्रो अधिकार कर्ममा मात्र छ, फलको चिन्तामा होइन। हामी असफलतासँग डराउँछौँ र प्रयास नै गर्न छोड्छौँ, तर गीता भन्छ, काम गर, नतिजा भगवानमा छोड। आजको अर्जुन हामी नै हौँ। डर, शङ्का र कमजोरीले हाम्रो बाटो रोक्छ, तर कृष्ण सम्झाउनुहुन्छ, तिमी शरीर होइनौ, आत्मा हौ। शरीर थाक्छ, आत्मा कहिले हार्दैन। तिमी कमजोर होइनौ, तिमीले आफ्नो शक्ति चिनेनौ मात्र। श्रीकृष्ण फेरि भन्नुहुन्छ, उद्धरे दात्मना आत्मानम। आफूले आफूलाई उठाऊ। कुनै जादु आउँदैन, कुनै मानिसले जीवन बदल्दैन। परिवर्तन तिमीबाट सुरु हुन्छ। आजको सानो कदम भोलिको ठूलो विजय हो। अर्जुनले धनुष उठाए, डर त्यागे र कर्तव्य रोजे। आज प्रश्न तिमीलाई हो, डर कि कर्तव्य? गीता किताब होइन, जीवन जिउने तरिका हो। यदि यो सन्देशले तिमीभित्र केही जाग्यो भने त्यो नै तिम्रो विजय हो। जय श्री कृष्ण। आज कर्म गर, भोलि इतिहास बन। सधैँ सम्झनुहोस्, समय कठिन भए पनि आत्मविश्वास र अनुशासनले हरेक अँध्यारो बाटो उज्यालो बनाउँछ। उठ, अघि बढ र आफ्नो धर्म नछोड। यही हो गीता।